हिँड्दै बोल न कस्तो राम्रो छ ठाउँ है ठाउँ राम्रो लाग्दैन कुमार भाइलाई राम्रै लाग्छ राम्रै छ त राम्रो लाग्यो तर काठमाडौँमा के अरे अन्त चाहिँ धुलो धुवा हुन्छ भन्ने देख्यौ नि यता चाहिँ कुन ठाउँ हो थाहा छ तिमीलाई यो रानीबारी रानीबारी के भन्छ त रानीबारी इन्डियन एम्बेसीको नजिक हो हे हे त्योभन्दा अरू तर कति दामी छ कि अलि सफा कि सुन्दर कि क्लिन सिटी भन्छ कि राम्रो लाग्यो धेरै पछाडि आएको छु म त यहाँ यहाँनिर रहेछ त्यस्तो त यस्तोहरू त यहाँ रहेछ नि गमलाहरू मन लानुपर्ने थियो घरमा मलाई पनि मनपर्छ नि गमला म त घर लाने भनेको अनि भन अरू के छ नि ठिकै छ इन्डियन र पाकिस्तानको बारेमा भन्छु बोलौँ न भनेको के बोल न त भन नि त के छ मलाई चाहिँ इन्डियन पनि मनपर्छ तर पाकिस्तान पनि मनपर्छ हो अनि को चाहिँ मन पर्दैन फेरि नेपाल मनपर्छ तर के चाहिँ त्यो मन पर्दैन के नेपाल देश चलाउने नेताहरू चाहिँ मन पर्दैन व्यक्तिहरू मन पर्दैन हो र कुन को हो नि मन नपर्ने कुन मान्छे नि मलाई कुनै पनि हेर्नु यो कस्तो राम्रोसँग हेर्नु वाउ कति राम्रो घर होइन हौ यो त त्यो सजाएको हो यस्तै गेट बनाउने भनेको हामीले पनि खै त नि यस्तो राम्रो छ गेट है सेपरेट हुन्छ क्या यस्तो सेपरेट हुन्छ त नि यस्तै बनाउने भनेको यस्तो मजाको छ क्या है एउटा फोटो खिचेर लान्छु नि कुमार भाइ यस्तै खालको गेट बनाउनलाई के तर तिमीले भिडियो खिच त बाहिरबाट खिच्छु नि तिमीलाई मन परेन र एकदम त्यो हुन्छ कि सेफ हुन्छ क्या है यो चाहिँ हेर्नु न त्यस्तो नगर न तिमीलाई कसले खिच भनेर त्यसरी हेलो गाइज यो चाहिँ हेर्नु न के अरे घरमा त के अरे बार लगाएको थियो कि अगाडि के अरे यता चाहिँ के अरे भित्र के ब्यागहरू सबै राख्न मिल्छ अनि त्यसपछि मेरो त हालिदिन्छ बिस्तारैसँग होइन न सिक्नु पऱ्यो नि कता माथि जानुपर्छ क्या के डराउनु आत्तिनु पर्दैन हामीले समाउँदाखेरि त्यो मजाले भइरहेको त मेरो पनि यस्तो तल मात्रै भयो म सिरियसली हिँड्नु पऱ्यो नि त सिरियसली लिनु पऱ्यो ल है मैले भिडियो बनाउँदैछु भनेर त्यस्तो हुनु पऱ्यो नि त कुमार भाइ खै यता जाने कि यता जाने है कुमार भाइ कता यता जाने त यता पनि बाटो छैन होला यता गइरहन् त हिँडिरहन् त मान्छेहरू तर यहाँ कहाँ आइपुग्छ यहाँबाट है हामी त गल्ली हिँडेका छौँ अब कहाँ आइपुग्छ थाहा छैन बाटो ठुलो छैन तर त्यहाँबाट त्यही पुग्छ होला कहाँ कि त त्यही पुग्छ कि त यता माथि पुग्छ है तर यता कस्तो राम्रो देखेको हेलो गाइज आज म चाहिँ होइन के अरे कामको छुट्टी त्यही भएर रुममा बसिरहेको भने चाहिँ माइन्ड फ्रेस हुँदैन त्यही भएर चाहिँ म चाहिँ हिँडिरहेको छु अनि त्यही भएर दिमागहरू पनि फ्रेस हुन्छ तर के अरे नयाँ कुराहरू पनि सिक्न पाउँछ अनि के अरे देख्न पनि पाउँछ त्यही भएर म चाहिँ छुट्टी भएको बेलामा चाहिँ के अरे यत्तिकै के अरे टाइम वेस्ट गर्दिनँ त्यही भएर आफ्नो माइन्ड पनि फ्रेस हुन्छ अनि भिडियोहरू पनि के अरे नयाँ बनाउँछु त्यही हो एकदम राइट कुरा गरेको कुमार भाइले एकदमै राइट कुरा गरेको अहिले चाहिँ तर हामी कहाँ आइपुग्यौँ भन्ने कुरा हामीलाई पनि थाहा छैन है कुमार भाइ हामी इन्डियन एम्बेसी भन्ने मात्रै थाहा छ अब यताबाट यता जाने उता जाने हामी यता जाने होला नि त त्यो माथि नजाउँ अब किन
किन माथिबाट पो जाने हामी अनि खाजा खानु परेन अहिले एकै छिटो माथिबाट अब त्यही माथि जाँदा पनि पुग्छ म त यो बाटो हिँडिसक्यो हो उता पुग्छ लाजिम पुग्छ ए हामी यहाँ आइसक्यो रहेछ नि त आज चाहिँ फ्रेस हावा खान पायो पायो है कस्तो मजा भयो रमाइलो भयो त्यहाँबाट कहाँ गएको थियो कुमार भाइ अघि हामी कताबाट आयौँ हामी अघि आएको भेटै आइपुग्छ फरक फरक हिँड्दैछौँ हामी कुकुरलाई हेर्नु कुकुरलाई त्यहाँ टोक्यो भने रान जान्छ हावा हावा पुरा गर्थेस् कहाँ आइपुग्यो कुमार भाइ हामी कता जाने यता जाने कि जाने कुमार भाइ यता जाने यताबाट हामी यता जाने कि ओके तडी वाला हेर्नु वा कस्तो दामी देखेको त्यहाँबाट एउटा भिडियो बनाऊ न तिमी टिकटक बनाउने होइन अब तर उतापट्टि फर्केको फेरि ल म नाच्ने कि बिस्तारै बिस्तारै हुन्छ है यहाँ हल्ला चाहिँ गर्नुहुन्न बौद्ध नयाँ बस्ती भन्ने गीत गर त्यसमा नाच्छ यसो बौद्ध नयाँ बस्ती त्यसमा नाच्यस मज मस्ती त्यसमै गर न नै मैले त अर्कै लिएर आएको छु हो लौ कता हो हामी त्यो यतिसम्म भनेको हो र यो लास्ट हाम्रो लास्ट डेस्टिनेसन के भन्छ डेस्टिनेसन डेस्टिनेसन यहाँ गर्नु यहाँ बना न भिडियो कति राम्रो आउँछ होला ल सबैजना अब चाहिँ बाई भनौँ के हो कुमार भाइ अब यतासम्म एक दुई शब्द जाओस् न तिम्रो एक दुई शब्द सोध्नु न के क्वेसन सोध्ने होला है कुमार भाइलाई सोध्ने होला त के छ नि कुमार भाइको आज ठिकै म नि एउटा इन्टरभ्यू जस्तो सानो लिनु भनेको तिम्रो क्लिप अहिले उ यहाँ है ल भनौँ आज चाहिँ के अरे सम्पूर्णलाई नमस्कार आज कुमार तामाङ ब्लग बनाउने समय जुर्यो मेरो त्यही भएर त्यही हो के अरे हजुरहरू पनि छुट्टीको समयमा कहिले पनि के अरे रुममा नबसिदिनु होला रुममा बसेर त्यो के अरे दिमाग खेलाउने मोबाइल हेर्ने के अरे होइन मोबाइल नहेर्ने होइन हेर्नुपर्छ हेरे पनि के अरे टाइम मिलाएर हजुरहरू पनि युट्युब च्यानल खोलिदिनु होला अनि ब्लगहरू बनाइ पोस्ट गरिदिनु होला के अरे हजुरहरू पनि अगाडि बढ्नु होला के अरे लाइफमा केही गर्छु भनेर अगाडि बढ्नु होला भन्न चाहन्छु सम्पूर्णलाई नमस्कार कुमार तामाङ ब्लगलाई चाहिँ के अरे वाच गरिदिनु होला अनि लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला भन्न चाहन्छु सम्पूर्णलाई बाई बाई